तपाईलाई थाहा छ तपाई हामीलाई सबैभन्दा धेरै पीडा दिने शत्रु को हो भनेर सबैभन्दा पीडा दिने शत्रु तपाई हामीलाई को होला अनुमान गर्नु त त्यो हो तपाईको आफ्नै मन तपाईलाई धेरै पीडा धेरै दुःख दिने भनेकै तपाईको मन हो कसरी भन्नु त एउटा कुनै नभएको कल्पना गर्नुस् घटनाको कल्पना गर्नुस् त्यही घटनाको गहिराईमा जानुस् तपाई डिप्रेसनको शिकार बन्नुहुन्छ नभएको घटना भएको घटना त छोडिदिनु के हुन्छ त्यसपछि त नभएको काल्पनिक एउटा घटना तपाईले सोच्नुभयो मेरो जीवनमा यस्तो यस्तो भयो भने के होला कस्तो होला भन्ने तपाईले कल्पना मात्रै गर्नुभयो मनमा सोच्नुभयो भने तपाईको मनले कता धकेल्छ कहाँ पुर्याइदिन्छ त्यही कल्पना पोजिटिभ थिंकिङ राम्रो कुराको सोचाइ लिनुस् त त्यसपछि त्यो राम्रो थिंकिङले पनि तपाईको मनलाई कता पुर्याउँछ अब शत्रु तपाईको बाहिर छ कि भित्र छ शत्रु तपाईको भित्र नै छ मित्र पनि तपाईको भित्र नै छ तपाईले शत्रु बाहिर खोज्नुहुन्छ फलानु मेरो शत्रु हो भन्नुहुन्छ फलानुले मलाई अपमान गर्यो फलानुले मलाई गाली बेइज्जती गर्यो फलानुले मलाई तिरस्कार गर्यो फलानुले मलाई धोका दियो भन्नुहुन्छ नि त्यो फलानु कोही पनि धोका दिन सक्दैन तपाईलाई धोका दिन सक्ने भनेको तपाई भित्र बसेको तपाई भित्र रहेको तपाईलाई सञ्चालन गर्ने तपाईको रिमोट कन्ट्रोल उसको हातमा रहेकोले तपाईलाई उसले नै धोका दिन्छ त्यो धोका दिने भनेकै तपाईको मन हो तपाई एउटा जंगलमा जाँदै हुनुहुन्छ त्यो जंगलमा तपाईलाई लाग्छ बाघ आयो भने मलाई लखेड्छ यदि मैले दौड्न सकिन भने मलाई खान्छ ओ आज त सकियो मेरो जिन्दगी यतिसम्म रहेछ भनेर कल्पना गर्नुहुन्छ तपाईले एउटा मृगबाट शिक्षा लिनुपर्ने हुन्छ मृग देख्नु भएको छ मृग त्यही जंगलको त्यही सिंहको बथानमा त्यही बाघको बथान वरिपरि उसको बथान पनि बस्छ उसलाई थाहा छ प्राकृतिक नियम त हो बाघको आहारा चाहिँ मृग हो त्यो नियम नै हो उसको आहारा बन्छ कतिखेर बन्छ उसलाई थाहा छैन उसलाई थाहा छ म मर्छु भन्ने पनि थाहा छ तर वो
फ्रिडम भएर जङ्गलमा घुम्छ, निर्धक्क भएर घुम्छ, निर्धक्क भएर चर्छ, निर्धक्क भएर पाठापाठी जन्माउँछ, निर्धक्क भएर सबै चिज हुन्छ। निर्धक्कताका छ, उसलाई थाहा छ म बाघको शिकार हुँ भन्ने थाहा छ। त्यति हुँदाहुँदै पनि उसले नडराइकन जङ्गलमा मजाले जीवन जिइरहेछ भने हामी त्यो भन्दा कति चेतनशील हौं? चेतनशील भएर पनि हामी त्यो भन्दा गइ गुज्रेको मानसिकता बोकेर हिँड्छौं। उले कहिले प्लानिङ गर्दैन म त्यो बाघ आयो भने यता जाउँला उता जाउँला, यस्तो गर्ला उस्तो गर्ला। आइहाल्यो भने के हो? उले चाहिँ शून्यता देख्छ, शून्यता। संसार भनेको शून्यता हो। हामीले यति बुझ्यौं भने हामी दुःखी हुँदैनौं, कमजोर हुँदैनौं। हामीलाई कमजोर पार्ने, हामीलाई दुःख दिने, हामीलाई अपमान गराउने, हामीलाई सम्मान गराउने, हामीलाई इज्जत दिने, हामीलाई सुख दिने, हामीलाई सन्तुष्टि दिने, हामीलाई शान्त बनाउने, हामीलाई आक्रोशमा ल्याउने, क्रोधमा ल्याउने काम कसले गर्छ? हामी भित्र बसेको मनले गर्छ। त्यही भएर हामीले केमा ध्यान दिनु पर्यो भने आफ्नो मनलाई जति नियन्त्रण गर्न सक्नुहुन्छ त्यति तपाई सुखी, खुशी हुन सक्नुहुन्छ। तपाई हाम्रो एउटै कमजोरी हो मनलाई नियन्त्रण गर्न नसक्नु। त्यसलाई नियन्त्रण गर्न सकिँदैन। त्यसको काम हो तपाईले जे कमान्ड दिनुहुन्छ त्यो कमान्डलाई हाम्रो ब्रेनसम्म पुर्याउने। त्यो ब्रेनले फैसला गर्छ त्यो गर्ने कि नगर्ने, फाइन्ड आउट गर्छ। फेरि फाइन्ड आउट गरेर उसले फेरि अझ तल पठाइदिन्छ। फेरि त्यही मनले अझ हैन हैन यस्तो उसो भनेर कल्पना गर्छ। त्यही कल्पनालाई अनेकौं अप्सनहरु दिन्छ। फेरि त्यसले तपाईले पोजिटिभ थिंकिङ लिनु भएको छ भने त्यसले पोजिटिभ अप्सनहरु दिन्छ। तपाईले नेगेटिभ थिंकिङ लिनु भएको छ भने त्यसले नेगेटिभ थिंकिङ मात्रै दिन्छ। जति तपाई नेगेटिभ थिंकिङ गर्नुहुन्छ, नराम्रो सोच्नुहुन्छ, त्यसले त्यति नै नराम्रा अप्सनहरु तपाईको अगाडि उभ्याइदिन्छ र तपाई नराम्रो बाटोमा जाने, नराम्रो डिसिजन लिने काम गर्नुहुन्छ र तपाई बर्बाद हुनुहुन्छ। अनि तपाई हामीले पोजिटिभ थिंकिङ राम्रो कुरा सोच्यो भने त्यसले राम्रो अप्सन नै हामीलाई उपलब्ध गराउँछ र हामी राम्रो कार्य गर्छौं। त्यही भएर हामीले आफ्नो जिन्दगीलाई किन नराम्रो बनाउने भन्नु त? तपाईलाई कसैले गाली दिएको छ भने तपाईले प्रत्युत्तरमा गाली दिन्छु भन्ने योजना बनाउनुहुन्छ। तपाईको मनले तपाईलाई धेरै अप्सन दिन्छ। मैले पनि यसलाई बेइज्जत गर्ने, यो भन्दा धेरै गाली दिने, उले कति अप्सन दिन्छ। एवं तपाईले आत्महत्या गर्ने
सोच्नुहुन्छ नि, उसले आत्महत्याको लागि पनि तपाईँलाई अप्सन प्रदान गरिदिन्छ। अब त्यो तपाईँको गल्ती कि तपाईँले बस्नुभएको समाजको गल्ती कि तपाईँको घर परिवारको गल्ती कि तपाईँको श्रीमान श्रीमतीको गल्ती कि छोराछोरीको गल्ती कि बाउआमाको गल्ती कि कसको गल्ती भन्नु त? कसैको नि गल्ती छैन, कसैको नि गल्ती छैन। गलत र गल्ती तपाईको आफ्नै मनको हो, तपाईको सोचाइको हो। तपाईले जे सोच्नुहुन्छ त्यो तपाईले भेटाउनुहुन्छ। यो तपाई प्रयोग गरेर हेर्नुस्। तपाईलाई थाहा हुनेछ। मैले भनेको कुरा तपाईलाई पत्यार नलाग्न सक्छ। तपाई आफै एक्सपेरिमेन्ट गरेर हेर्नुस्, थाहा भइहाल्छ। धेरै दिन होइन, तपाई एक दिन आफूलाई समय दिनुस्। त्यो एक दिनमा तपाई 15 मिनेट तपाई नेगेटिभ एउटा पोइन्ट लिनुस्, नेगेटिभ पोइन्ट लिनुस्, थिंकिङ गर्नुस्। अटोमेटिकली तपाईलाई नेगेटिभ अप्सनहरू उपलब्ध गराउनेछ मनले। अनि तपाईको त्यो खाली प्रयोग मात्रै हो, त्यसलाई अभ्यास मात्रै गर्नुहोला। तपाईले फेरि साँच्चै त्यसले दिएका अप्सनहरू लागू नगर्नुहोला। त्यो भनेको तपाईको अभ्यास मात्रै हुनेछ। अनि त्यहाँबाट फर्केर आउनुस्। तपाई पोजिटिभ थिंकिङ लिनुस् र पोजिटिभ थिंकिङ पनि 15 मिनेट गर्नुस्। तपाईको आधा दिन पोजिटिभ थिंकिङमा जान्छ र आधा दिन पोजिटिभ थिंकिङमा जान्छ, आधा दिन नेगेटिभ थिंकिङमा जान्छ। तपाई त्यतिखेर बुझ्नु होला कि मेरो शत्रु बाहिर छ कि भित्र छ। मेरो शत्रु भित्र नै छ, किनकि मन भनेको एउटा सफ्टवेयर हो। सफ्टवेयर, कम्प्युटरमा सफ्टवेयर हुन्छ नि, बुझ्नु भएको छ? सफ्टवेयर हो। सफ्टवेयरले तपाईलाई जे तपाईले खोज्नुहुन्छ त्यसको अप्सन दिन्छ। यता जाने, उता जाने, यो गर्ने, वो गर्ने भनेर। अनि तपाईको ब्रेन, तपाईको मस्तिष्क, तपाईको ब्रेन तपाईको हार्ड डिस्क हो। हार्ड डिस्कले तपाई त्यो सफ्टवेयरबाट तपाईले जे कमान्ड दिनुभएको छ त्यसलाई स्टोरेज गर्ने काम हो। स्टोरेज गर्छ र फेरि स्टोरेज भएको कुराहरूलाई उले फाइन्ड आउट गर्छ। अनि फाइन्ड आउट गरेर फेरि अझ त्यो सफ्टवेयरमा देखाउँछ। भनेको तपाईको हार्ड डिस्कले तपाईको मोनिटरमा, तपाईको स्क्रिनमा, भनेको तपाईको फेरि त्यसले पठाउने भनेकै अझ त्यही मनलाई नै हो। डिसिजन गर्छ तपाई भित्र के छ, पोजिटिभ हो नेगेटिभ हो, त्यो कुराहरू स्टोरेज गर्छ सब कन्सियस माइन्डमा। त्यसले स्टोरेज गरेको हुन्छ। त्यो स्टोरेज गरेको कुराहरू, तपाईले सोचेका कुराहरू, तपाईले कमान्ड दिएका कुराहरू त्यसले फाइन्ड आउट गर्छ। फेरि फाइन्ड आउट गरेर पठाउने भनेकै त्यही स्क्रिनमा तपाईले देखाउने हो। त्यो देखाउने काम फेरि त्यही सफ्टवेयरले नै गर्ने हो, त्यही मनले नै गर्ने हो।
हैन, यस्तो यस्तो माथिबाट अर्डर आएको छ हैन, तपाईलाई पर्दामा देखाउने हो। तपाईले कम्प्युटरमा कुनै कमान्ड दिँदाखेरि त्यो हार्ड डिस्कमा रहेको कुराहरू फेरि त्यो सफ्टवेयरले तपाईको सामने मोनिटरमा देखाए जसरी नै तपाईलाई त्यसले विकल्पहरू दिन्छ। त्यो विकल्प कुन विकल्प चुज गर्ने हो त्यही अनुसारको फेरि उसले चाहिँ निर्क्युल गर्छ नि। त्यसरी नै तपाईँ हाम्रो मनले हामीलाई सञ्चालन गर्ने हो। हामीले आफ्नो मनलाई कन्ट्रोल गर्न सकिनौँ। हामीले मनलाई चलाउने हो। मनले हामीलाई चलाउन थाल्यो भने हामी कता पुग्छौँ त्यो कल्पना पनि गर्न गाह्रो हुन्छ। त्यही भएर मन हाम्रो जीवनमा मन यति द्रुत गतिमा चल्छ, त्यो भन्दा शक्तिशाली द्रुत गतिमा चल्ने अहिलेसम्म कुनै वैज्ञानिक यन्त्र पनि छैन र आध्यात्मिक साधन पनि छैन। यसलाई कन्ट्रोल गर्न सक्ने भनेकै हामीले आफैले हो, फेरि अर्कोले चाहिँ गर्न सक्दैन। तपाईले विभिन्न किसिमका उपायहरू, यसलाई नियन्त्रण गर्ने भनेको एक चिजले मात्रै नियन्त्रण गर्न सक्छ, त्यो हो श्वास। सो अध्याय श्वासलाई लिनुस्, फाल्नुस्, तपाईको मन त्यति स्थिर हुनेछ। यसलाई नियन्त्रण गर्ने भनेकै श्वास प्रश्वासले मात्रै हो, अरूले नियन्त्रण गर्न सक्दैन। यसलाई नियमित गर्ने, धेरै नियन्त्रण गर्यो भने फेरि नेगेटिभ कुराहरू सोच्छ। र अर्को, तपाईँ हाम्रो एउटा कमजोरी अर्कोको कुरा सुनेर दुःखी हुन्छौ नि, त्यो हुनु पर्दैन। उसको काम हो, उसले गर्छ, मान गर्छ कि अपमान गर्छ, हामीलाई सम्मान गर्छ कि घृणा गर्छ, त्यो उसको काम हो। त्यसमा हामीले सम्झौता गर्ने होइन, हामीले सोच्ने होइन, विचार गर्ने होइन, किन गर्यो कसरी गर्यो, हामीले त्यसलाई क्वेसन बनाउने होइन। मलाई किन अपमान गर्यो, मलाई किन सम्मान गरेन भन्ने जुन प्रश्न छ नि, त्यो प्रश्नलाई नै हटाइदिनुस्, तपाईँ सुखी हुनेछ। तपाईँ हाम्रो कमजोरी नै यही हो, हामी मान र सम्मान खोज्छौँ, तर कसैले हामीलाई अपमान पनि गराइदिन्छ। हामीले यो बुझ्दैनौँ कि मान सम्मान भन्ने कुरा हाम्रो मनको कल्पना न हो। त्यो मान सम्मानले हामीलाई कुनै फाइदा गर्दैन, त्यो मात्रै कल्पना हो। त्यो कल्पनाबाट हामी मुक्त भयौँ भने त्यही दिन हामी मुक्त हुनेछौँ यो संसारबाट। हामीले बुद्धबाट सिक्न सक्छौँ, कृष्णबाट सिक्न सक्छौँ, रामबाट सिक्न सक्छौँ, येशूबाट सिक्न सक्छौँ। हामीले उनीहरूबाट सिकेका कुराहरू आफूमा लागू गर्न सक्छौँ, तर हामी दुर्भाग्यवश कथा प्रवचन सुन्दाखेरि हामी ठिक छ भनेर
टाउको हल्लाउँछौँ, तर टाउको हल्लाएर मात्रै हामी सफल बन्दैनौँ। हामीले जबसम्म आफूलाई आत्मसात गर्दैनौँ, आफूलाई चिन्दैनौँ, आफ्नो मनलाई नियन्त्रण गर्न सक्दैनौँ, तबसम्म हामी दुःखी हुन्छौँ, दरिद्री हुन्छौँ। दरिद्री भनेको एउटा यस्तो विषय हो कि पैसा नभएर दरिद्री भने होइन कि हामी मनबाट दरिद्र हुनु भएन। पैसा भनेको भौतिक जगतको लागि पैसा अनिवार्य विषय हो, तर मानसिक जगतको लागि, अन्तर जगतको लागि, बाह्य जगतको लागि पैसा अनिवार्य हो। त्यो मैले त्यसलाई नकार्दैन, किनभने पैसा बिना यो बाह्य संसार चल्दैन। बाह्य संसारमा पैसा भयो भने नपाइने कुनै चीज छैन, तर भित्री जगतमा पैसाको कुनै महत्त्व हुँदैन, पैसाको भ्याल्यु हुँदैन कुनै पनि। मनी इज नथिङ अन्तर संसारको लागि, तर बाह्य संसारको लागि मनी इज एभ्रिथिङ। त्यही भएर हामी दरिद्र हुनुमा पनि हाम्रै मन, हामी सुखी समृद्धि हुनु पनि हाम्रै मन हो। त्यही भएर मनलाई कतातिर दौडाउने त्यो हाम्रो सोचले निर्धारण गर्छ। हामी के सोच्दैछौँ र कसरी सोच्दैछौँ। हामीले पोजिटिभ थिङ्किङ मात्रै लियो भने हाम्रो जिन्दगी यति खुसी हुन्छ, यति सुखी हुन्छ, त्यो तपाईँ प्रयास गरेर हेर्नुहोस्। कुनै मान्छे त्यहाँ मरिरहेछ हैन, मरेको मान्छेलाई श्रद्धा सुमन गर्ने मान्छेहरू धेरै हुन्छन्, अनि त्यही छेउमा एउटा मान्छे बसेको हुन्छ, उसले नि श्रद्धा गर्छ र ऊ यति खुसी भएको हुन्छ। मान्छेको जीवन यस्तै हो, जिरो। उसले केही सोचिरहेको हुँदैन नि त, त्यो मुर्दाले केही सोचे हुन्छ। तपाईँ रुनुहुन्छ, कराउनुहुन्छ, तपाईले कराएको रोएको त्यो मुर्दाले सुनेको छैन नि। हो, तपाईले यदि नेगेटिभ कुराहरू मात्रै सोच्नुहुन्छ भने तपाईँ त्यही मुर्दा बन्ने हो। मुर्दा तपाईसँग सबै चिज हुँदाहुँदै पनि तपाईँ मुर्दा जस्तो व्यवहार गर्नुहुन्छ। तपाईँ हामीले गर्ने भनेकै मुर्दा जस्तो व्यवहार हो। मुर्दाले केही सोच्नै सक्दैन। उसले सोच्न सक्छ, नराम्रो पनि सोच्न सक्दैन, राम्रो पनि सोच्न सक्दैन, जिन्दगी के हो भन्ने पनि सोच्न सक्दैन। त्यही भएर तपाईले त्यो मुर्दालाई हेर्दा मुर्दाबाट एउटा शिक्षा लिन सक्नुहुन्छ नि तपाईँ। म पनि यही शून्य हो, शून्य। अनि किन चाहिँ मैले दुःख भयो, मलाई कष्ट भयो, मलाई अपमान भयो, मलाई पीडा भयो, किन सोच्नु पर्यो? आखिर बन्ने भनेको त हामीले मुर्दा हो नि। त्यो मुर्दा नबन्नको लागि तपाईले महान काम गर्नुहोस्। यो शरीर त मुर्दा हो, कतिखेर मुर्दा बन्छ हामी कसैलाई नि थाहा छैन, तर हामी जिउँदै मुर्दा बन्ने कि या समय आएपछि त्यो प्राकृतिक नियम अनुसार मुर्दा बन्ने भन्ने हो। तपाईँ हामी जिउँदै मुर्दा बनिराखेका छौँ।
जिउँदै हामीलाई सबै थाहा छ, खाना खान्छौँ, जे हो दैनिक कार्यहरू गर्छौँ, सोच्छौँ, तर हामी आफ्नो मनलाई कन्ट्रोल गर्न सकेनौँ भने हामी जिउँदै मुर्दा सरह हुन्छौँ। मुर्दा सरह हुनु राम्रो कि महान हुनु राम्रो, त्यो तपाईं हाम्रो आफ्नै सोचाइले निर्धारण गर्छ। तपाईं के बन्ने तपाईंको मनले निर्धारण गर्छ। त्यही भएर आजको यो कुरालाई आत्मसात गर्दै अगाडि बढ्न सक्यौं भने हामी मालामाल हुन्छौं। यदि आत्मसात गर्न सकेनौं भने फालाफाल हुन्छौं। अब मालामाल हुने कि फालाफाल हुने त्यो तपाईं हाम्रो हातमा हो। तपाईं हाम्रो सोचले निर्धारण गर्ने कुरा हो। मालामाल बन्न पनि सक्छौ, फालाफाल पनि बन्न सक्छौ। त्यो तपाईंले सोच्ने कुरा हो, तपाईंले प्रयोग गर्ने कुरा हो र जिन्दगीलाई सार्थक बनाउन तपाईंले आफ्नो मनलाई पोजिटिभ थिङ्किङ तिर लैजानुस्। तपाईं महान बन्नुहुनेछ। तपाईं सार्थक, सफल र अमूल्य बन्नुहुनेछ। तपाईं अमर हुनुहुनेछ, अमर बन्न सक्नुहुन्छ, कहिले नमर्ने बन्न सक्नुहुन्छ। तपाईंले प्रयास मात्रै के गर्नु भने मनलाई मिलनतिर, मनलाई महानतातिर डोर्याउनुस्। तपाईं महान बन्नुहुनेछ। त्यसको लागि तपाईंले पोजिटिभ थिङ्किङ लिनु अनिवार्य हुनेछ। पोजिटिभ थिङ्किङ लियो भने तपाईंलाई कसैले हराउन सक्दैन, तपाईंलाई कसैले डराउन सक्दैन, तपाईंलाई कसैले मार्न सक्दैन, तपाईंलाई कसैले लखेट्न सक्दैन। तपाईंको अगाडि टक्क बाघ उभिए पनि तपाईंलाई त्यो बाघले समेत मार्न सक्दैन। त्यो तपाईंको अन्तरआत्माले तपाईंलाई बलियो बनाउने हो। त्यही भएर अन्तरआत्मादेखि तपाईंले जे सोच्नुहुन्छ त्यो तपाईंको बडीले काम गर्ने हो। यो बडी भनेको रोबोट हो। रोबोट तपाईंले जे कमान्ड दिनुहुन्छ त्यो कमान्ड गर्छ। तपाईं नकारात्मक कुराहरूको कमान्ड दिनुहुन्छ भने यसले नकारात्मक बाटोमा नै लग्छ के। तपाईंलाई A1 आत्महत्या गराउने काम पनि यसैले गराउँछ। तपाईंलाई आत्मसम्मान गराउने काम पनि यसैले गराउँछ। त्यही भएर हामीले आत्मसम्मान चाहने हो भने आफ्नो मनलाई, आफ्नो आत्मालाई पोजिटिभ थिङ्किङमा लैजानुस् र महान बन्नुस्। राधे राधे।